ल रेडी भइसक्यौँ हामी निस्किनुलाई। यता हेर न बाबु, जुत्ता लाउँदैछ मेरो बाबुले। अजिमा निस्क्यौँ है हामी त निस्क्यौँ। यहाँ छोरा अजिमा रेडी छन् नै रेडी छन्। यता हेर्न बाबु ठाडो कता निदाको बाटैमा। लेट्स गो भिडियो। खोर आउँथेछ ननिकाली हिँड्यो हामी। आज त धेरै खुल्ला रहेछ है बाटो, छुट्टी भएर होला क्या। अरू बेला त यता एकदम भिड हुन्थ्यो नि त नत्र। फेरि जाममा परियो। आयो भद्रकालीमा फेरि जाम छ जस्तो छ। धरारा चढ्नु आउनु पर्ने कहिले कहिले। छुट्टी भएको भएर बाटो खाली भएर त्रिपुरेश्वरको बाटो एकदम खुल्ला रहेछ है। आज जाम हुने पर्ने ठाउँमा पनि जाम नभई सर र गयो हामी। स्टप भयो 3 मिनटलाई। खोला हिँड्यो हामी। जाम कति धेरै छ, भिडभाड धेरै छ। हजुर भन्नुहोस् न, हजुरले के भन्नुहुन्छ छोरी? चक्कै त्यहीबाट बाटो काट्छ त केटाहरू ग्यास बोकेर। हजुर
कति आज घाम कस्तै धेरै अनि गर्मी अनि के भन्छ जाम भए पनि अहिले चाहिँ हामी चिसोमा आइपुग्यो अब आनन्द आयो बल्ल चिसो हावा आयो है यतातिर आउँदा चाहिँ चिसो आउने हावा चिसो आउने ग्यासको लाइन हेर्नु आमामा कुन ग्यासको यो नेपाल ग्यासको हो क्या अन्त दुःख छ त यहाँ ग्यास नभएर ल हेर्नु ग्यास कति बजेदेखि बसेको घाम छ ल हेर्नु नेपाल ग्यासको लाइन कति 2 दिन 3 दिन लाइन बसेर बल्ल एउटा ग्यास पाउँछ अरे आइपुगेको ल तोड आइपुग्यो हामी अब लक्क यहाँ फ्रेस मामाहरू यतै हुनुहुन्छ होला अब काठमाडौँको अलिकति अरूतिर आएपछि कति रमाइलो ठाउँ छ पोखरीहरू यो पार्किङमा गर्छौँ के भनेको नानी आउनु यहाँ आइसक्यौँ त हामी ऊ तल माछा हिँड्ने हेर्न ल हिँड हिँड बाबु हिँड अगाडि
ए कार्ड पो युज हुँदैछ स्टुडेन्टको त नि खै हाम्रो त दिमाग पहिले पनि बिर्सिहाल्छ त यस्तोतिर त खै कार्डले भने काम लाग्थ्यो बच्चा बच्चीहरूलाई यहाँ टिकट काउन्टर माछा खाना उहाँ किन्ने के किन्ने रे हजुर नो पेट लिएर है ल माछा उयो छ आउनु मामु मैले त्यो ओरेन्ज भएको माछा भेटेँ हुन्छ नि है फेरि किन यहाँ आएको त्यतिकै आउनु किन आउनु मन थिएन तिमीलाई किन यहाँ आएको भन्छ त उसैलाई लिएर आएको घरैभित्र बस्ने बानी भएर किन घुम्न आउनु मन थिएन नानी किन यहाँ लिएको भन्छ त बहिनी सम्हाल छोरा मन पर्दैन थियो आज मान्छे धेरै रहेछ त्यही भएर चारो दिएर हो ब्राउन खालको माछा भेट्यो यहाँ माछाहरू कस्तो उफ्रिया हेर्ने कौडामा घाम एकदम भएर तर पोखरी चाहिँ राम्रो देखिन्छ यहाँ चाहिँ माछा पोहोर हामी आउँदा जत्रो थियो त्यत्रै रहेछ त माछा यता छन् चारो यहाँ देऊ न आउन अङ्कित अजीमा चारो खानु आयो त हेर चारो दिएर खोल न खोल खोल त पर्छ नि यहाँ लिन म दिन्छु खोल त एउटा यहाँ हेर न हामीलाई आएको अझैमा आयो त हामी आएको थाहा पाएर हेर माछा कति आयो हेर्नु त बहिनीलाई देऊ त बहिनीलाई पनि नदिने डरपोक मलाई चाहियो हातमा बाबु यहाँ देऊ न यहाँ देऊ त अङ्कित छोरी आउ ल हातमा चाहियो यसले देऊ न कति ठुलो ठुलो रहेछ माछा त यो हो नि त ल देऊ 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 सबै देऊ न देऊ न बाबु देऊ न सबै देऊ न
बाबु हुन्न है ल जाऊ जाऊ ल हामी गएको ल बाई हामी गएको त्यो छेउमा देऊ न छेउ खैदे पो म पनि हैन के म दादा मलाई दिनुहोस् न ए दादा मलाई यता दिनुहोस् त एकदम हेल प्याकेट तल्लो खण्ड झर न तल्लो स्टेप सिर समात्दैन नानीलाई पानी तल्लो स्टेप केही हुँदैन पानीले पानी छ मलाई हाल्यो भने त केले पानी मलाई हेरिरहेको हो के बरु मलाई लड्छ लड्छ त्यस्तो गर्नु नि म पो भाँच्ची गरेर त्यसरी अलि माथि आऊ पानीले भिजायो सबै केही हुँदैन नानी लड्छ नानी नो लड उठ्यो के हो आउनुहोस् तपाईँले नानीले के देख्नु भयो उठ्यो तारा तारा के हो बकुल्ला देखाइराख्नु खै कहाँ तारा म देखेकै छैन अङ्किलले देखेन कहाँ त्यो देखाइरहेछ ओ त्यो माथि तपाईँ चाहिँ यहाँ हाँस हुन्छ कि मलाई चाहिँ लाज खल्ने लाग्यो ओ त्यो माथि छ कि बकुल्ला नानीले त्यही देखाएको पहिला त्यसको नाम के हो बकुल्ला पिल्ला तपाईँ चाहिँ हाँस बकुला त्यो बोलो के हो तौडाको लास्ट पछाडिपट्टिको भाग कसको नानी हिँड 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 तर छैन मम्मी हामी त यसलाई त खाइसक्यो त सिधा हो त्यो हिसाबले कुकुर उग्रो अन्त कति कुखुरा भइसक्यो यो यता हेर आओ सबसे ठुलो होला यहाँको गोल्डन फिश गोल्डन फिस देखेँ भने ओरेन्ज कत्रो यो चाहिँ
क्याच गर न के हुन्छ स्केयर हुन्छ नानी के लियो अरू के पानी खानी 50 रुपियाँ एकदमै पानी आयो है अब चाहिँ तौडाको चाहिँ छेउछाउमै हामी घुमिसक्यौँ अहिले घाम पनि छैन साह्रै आनन्द हो नजिकै केटाकेटीलाई टाइम पास गर्नु चाहिँ धेरै सजिलो छ है यहाँ के हो सर्प यो लाइनमा चाहिँ सर्प हुन्छ अरे पुछर देखिरहेको थियो कम्ता राम्रो छ कि त शीतल एकदमै आनन्द आउने यहाँ आएपछि चाहिँ आनन्द आउँछ हामी माछालाई चारो दिएर दाना साना दिएर घुम्दै 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 अब लगभग राउन्ड लगाइसक्नु लाग्यो हजुर हिँडेको नि यस्तो छ है तौडाको वरिपरि चाहिँ एकदम शीतल छ खेल्दैछ जान मिल्छ नेपालको भन्ने हैन आयो पानी आयो आमा कति ठुलो पानी आयो है त्यही भनेको नजाने
1-1.5 घन्टा त बस्यो है हामी यहाँ पानीले 1-1.5 घन्टा बसेर चाहिँ अब लाग्यो पानी परेर बोर भयो 1.5 घन्टा 2 घन्टा लगभग झन्डै बस्यो यो तौडा पोखरीमै लु है यस्तो छ तौडाको वरिपरि चाहिँ पानी मजाले परेर हिँड न मामा यहाँ गइसक्यो भयो त बाबु बाई बाई ल बस ल बस पानी मजाले परेर पनि अब हामी चाहिँ घरतर्फ लाग्यो जाडो 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 पानी परेर त जाडो भयो है कति धेरै मेरो टाउ बनाउँदै हिँड्दैछु नि कति राम्रो भएको छ यहाँ पानी परेर बाटो फुटेर पानी रहेर हिँडेको हामी पानी रहेछ नि त चोबारको यहाँ मञ्जुश्री पार्क जाने बाटोमा एकदम ठुलो आँधीहुरी पानीले छेक्दा 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 गरेर बल्ल 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 यहाँ हामी चाहिँ एउटा सेकुवा घरमा ओत लागेर सेकुवा खाना रेडी छौँ यति पानीले कुट्यो चोबारमा आज यति पानीले कुट्यो कि साध्यै छैन त
This is chicken leg. 3.5 घन्टा ओत लागेर बल्ल बल्ल यहाँ भिजेर आइपुगेर यहाँ सेकुवा खानालाई तयार छौँ बल्ल भयो भात चिकन खानु